हाई एभ्रिवान, म पनि एकछिन टाइम निकालेर चाहिँ रम्फू मेला आइसकेको छु हो। अन्त रम्फू मेलाको हल्का नजारा चाहिँ तपाईँहरूलाई पनि देखाउँछु, हेर्नुहोस् है। मेला त एकदमै सुन्ने चाहिँ साथीहरू, रोड टेपिङ हेर्नुहोस् खाली छ हो। नानीहरूले खेल्नेहरू गाडीहरू हेर्नुहोस् एकदम खाली छ। पर कोलम्बसहरू हेर्नु केही छैन, कहीँ मान्छे छैन, एकदमै सुनसान छ है साथीहरू मेला चाहिँ। अन्त म चाहिँ खासै चाहिँ आज सन्डे सपिङको लागि बजार आएको थिएँ, सो त्यही भएर हल्का मेलामा पनि एकछिन निस्किदिनु पर्यो भनेर आएको। तर मेला चाहिँ एकदमै बोरिङ छ। हुन्छ नि मेलामा त है, मान्छेको भिडभाडहरू, अब यस्तो खेल्ने कुराहरू पनि टिकट नपाउने गरी एकदम भिड लागिरहेको छैन। यहाँ त एकदमै खाली छ है साथीहरू। यस्तै रहेछ मेलाको नजारा चाहिँ। ल हेर्नुहोस् मेरो टाढो टाढो भएको साथीहरूले जिगज्यागहरू हेर्नुहोस्, नानीहरूले खेल्नेहरू हेर्नुहोस्, कहीँ केही भिड छैन के, एकदमै खाली सुनसान रहेछ हाम्रो रम्फू मेला चाहिँ। सो म चाहिँ अब मेलाबाट चाहिँ निस्केको साथीहरू। अन्त अब बजार गएर हल्का सपिङ गरेर चाहिँ घरपट्टि लाग्नु पर्ने हुन्छ। हस् त साथीहरू, बाई। सानोमा चाहिँ हामी यस्तो खेल्थ्यौँ क्या साथीहरू, खेल्थ्यौँ होइन, यस्तो चाहिँ साह्रो सोख गर्थ्यौँ क्या। यो बाँसुरी किनेर बजाउँदै पेटपेर गर्दै जान्थ्यौँ, अहिले त सरम पो लाग्छ। ल त साथीहरू, म चाहिँ निस्केको मेलाबाट। बाई। तपाईँहरू पनि हेर्नु होला मेरो भिडियोबाट हल्का मेला।